नमस्कार। आज चौथो दिन मैले निरन्तर आफ्नै आवाजमा टिकटकहरू निर्माण गरिरहेको छु र आजको यो निर्माण गर्ने क्रममा चाहिँ आज म अक्षता सचित्र बालगेडी सङ्ग्रह पुष्कर अथक रेग्मी सरले लेख्नुभएको यो सङ्ग्रहभित्रका बालगेडीहरू प्रस्तुत गर्छु। सकभर त यहाँ भित्र भएका सबै बालगेडीहरू म पढ्नेछु। हुन त हामीलाई एउटा समयको पाबन्दी छ, 10 मिनट भन्दा बढीको सामग्री हाल्न चाहिँ सकिन्न। त्यो अर्थले सकभर 10 मिनट नलाग्ला अथवा कति लाग्ला भ्याएको जति आजको यो चौथो श्रृङ्खलामा म प्रस्तुत गर्छु। पुष्कर अथक रेग्मीज्यूलाई धेरै धेरै धन्यवाद, आभार कृतज्ञता व्यक्त गर्छु र उहाँले यो बालगेडी जुन सङ्ग्रह निकाल्नु भएको छ यसको निम्ति पनि शुभकामना दिन्छु। र अब चाहिँ म बालगेडी प्रस्तुत गर्छु है त। कस्तो हुन्छ बालगेडी सुन्नु हजुरहरूले पनि। पहिलो बालगेडी छ स्कुल। पहिलोचोटि स्कुलमा आमासँग म जाँदा गुरुबाले हात समाई कक्षामा लाँदा थुरुर र झारे मैले आँसु तुरुर र आहा कति मिठो हुँदो रहेछ। कपी किताब पेन्सिल नि मैले झोलीमा गुरुमाको मायालु वचन र बोलीमा फुरुर र स्कुल जान्छु अहिले खुरुर र स्कुल जान्छु एक्लै खुरुर र कति मिठो छ। यो 3 अक्षरले चाहिँ उ गर्ने रहेछ। साथीभाइ मिलेर पढ्छु लेख्छु म सधैँ हाँस्दै खेल्दै उफ्रँदै यताउता दौडाउँदै गुरुर र चरी भए उठ्थे फुरुर र कति राम्रा बालगेडीहरू रहेछन्। स्कुल शीर्षकको अब पुस्तक शीर्षकको बालगेडी प्रस्तुत गर्छु। पुस्तकमा कविता कति राम्रो कहानी मिलिजुली पढ्ने हो सानो ठुलो नठानी पानामा अक्षरका मिठा दानामा आहा जलथल आकाश सबै यही भित्र छन् चित्र थरी थरीका समावेशी मित्र छन् किताब सत्य तथ्य गर्छ निसाब घाम न्यानो दिनमा रातिमा प्यारो जुन विद्या नै हो धन हिरा मोती चाँदी सुन सफल ज्ञानी गुणी बन्छौ असल। कति राम्रो बालगेडी मैले हाम्रो पुष्कर सरले लेख्नुभएको पुस्तक शीर्षकको बालगेडी प्रस्तुत गरेँ। अब साथी शीर्षकको पनि सुनौ है। हातेमालो गरेर सधैँ अघि बढौँला उच्च निच नभनी साथसँगै भरौँला कसरी तिमी हामी मिल्यौँ जसरी उसको अनि मेरो घर बाटो चौरमा दौडी खेली रमाई पढ्न भनी स्कुलमा चटारो साथी भेट्न सधैँ हतारो रुने हाँस्ने जिन्दगी सुख दुःख भनेर गर्नुपर्छ सङ्घर्ष घाम जुन बनेर सामना सबैलाई शुभकामना। ल साथी शीर्षकको पनि मैले प्रस्तुत गरिसकेँ। अब बराबरी शीर्षकको प्रस्तुत गर्छु है। धोका धक्कु लाए नि आफ्नै गीत गाए नि जी हजुर गरेर मसँग नै धाए नि छान्दिन चक्रव्यूहमा म त बान्दिन होस बिना जोसमा अनि खोसा खोसमा हार जित के हुन्छ दौडिनु छ कोसमा हान्दिन शत्रु बैरी मैले ठान्दिन तिम्रो मेरो उसको खैके कुन्नी सुनेर नाना भाती कुराती मनै गुनेर जान्दिन सानो ठुलो केही मान्दिन। बराबरी शीर्षकको यो बालगेडी मैले प्रस्तुत गरेँ। अब खेलाडी शीर्षकको बालगेडी प्रस्तुत गर्छु। गुच्चा गट्टा चुन्नी र लुकामारी खेल्दथ्यौँ सबै कुरा सजिलै रुँदै हाँस्दै झेल्दथ्यौँ बच्चामा साथीभाइ थियौँ सच्चामा। कति मिठो छ। डन्डी बियो र कपर्दी रुमाला लुकाई दौडँदै उफ्रँदै फ्याँक्नु पहिलो सिकाई व्यायाम खेलकुद नौलो आयाम आहा भलिबल क्रिकेट फुटबलमा नामी छौँ अवसर पाए ती सबै खेलमा हामी दामी छौँ खेलाडी अरूभन्दा सधैँ अगाडि खेलाडी अरूभन्दा सधैँ अगाडि। अब यात्रा शीर्षकको है कति रमाइलो लागिरहेको छ नि हजुर। अब यात्रा शीर्षकको सुनाउँछु। काठमाडौँ पाटन नि भाद गाउँको गोर्खा र पोखरा पाल्पा भन्ने ठाउँको सहर घुम्न जान लाग्यो रहर महाकाली पारी हाम्रो टनकपुरैमा अचम्म भो देख्यौ नि कोसीको त्यो पुलैमा नहर कुरा बुझ्दै भयो ठहर इलाम र लुम्बिनी गयौँ यसै सालैमा बुलबुल र रारा ताल अनि फेवा तालैमा लहर धान्द्रुकमा पहिलो प्रहर। कति राम्रो रहेछ यात्राको। अब वीरताको पनि है।
नाला पानी किल्लामा बैरी अघि बढे रे बलभद्र साथैमा केटाकेटी लडे रे सनन खुकुरी घुमाइ फनन आहा देउथली दुर्गममा झुलेनन् वीरभक्ति दोसल्ला ओडाई झुक्यो आखिर त्यो शक्ति अजर भीम सिंह अमर जितगढी युद्धमा शत्रु पक्ष डराए उजिर सिंहले अङ्ग्रेजलाई हराए नेपाली विजयको झण्डा उचाले कति राम्रो रहेछ नेपाल शीर्षकको पनि सुनौ है बालगेडी ल सधैँ यी हातले नेपाल भनी लेख्या छौँ समृद्धिको सपना मिठो मानी देख्या छौँ जोसमा काम गरौँ तर होसमा साहसी स्वावलम्बी स्वाभिमानी भेषमा नवीन सोच लि सुसभ्य बनी देशमा लम्किन्छौँ बुद्ध जस्तै हामी चम्किन्छौँ स्वर्गभूमि यो हिमाल पहाड तराई मेची काली भित्र यहाँ कोही छैन पराई एकता विश्वभरि हाम्रो मित्रता अब अक्षता यो पुस्तकको नाम पनि अक्षता शीर्षकको आमाको काखनी बाबाको सधैँ साथ गण्य मान्य जनको सदैव आशीर्वाद मायामा हुर्के बढे छत्र छायामा सत्मार्ग सिकाउने मेरा ती गुरुलाई विद्या धन शक्तिका मालिक प्रभुलाई प्रणाम सबैलाई गर्छु सलाम कर्म मर्म धर्मले जिन्दगी यो सजाई ज्ञान बोध र पूजा शिव योग बढाई दक्षता निधारमा रातो अक्षता कति मिठो छ अक्षता शीर्षकको पनि मैले पढेँ वाचन गरेँ अब चाहिँ जनावर शीर्षकको पनि पढ्छु है म भेडा बाख्रा च्याङ्ग्रा ती बस्ने सानो खोरमा घुरियो ब्वासो चितुवा लुकी ढुकी स्वरमा खरायो लौन के भो कता हरायो सिंह हात्ती हरिण जिराफ र बिरालो घनघोर जङ्गल उकालो र ओह्रालो जरायो बाघदेखि भालु डरायो घोडा बाँदर गधा मृग गैडा सम्हाली गाई भैँसी जनावर सबै बसमाली चरायो कुकुर र स्याला करायो अब तरकारी शीर्षकको पनि म प्रस्तुत गर्छु सिमी बोडी तामा धनिया र कटर पिडालु र फर्सी गोबी बन्टा पर्व र खुर्सानी तरकारीको नुन सुन कहानी मुला प्याज लसुन टमाटरमा आलु रायो चम्सुर जलुका कर्कलु पिडालु गाजर खाएपछि लाग्छ जाँगर लौका इस्कुस भन्टा रामतोरिया कुबिन्डो गिठा काब्रो तरुल कोइराला र चिचिन्डो घिरौँला स्वस्थ भई बाँचिरहँला मैले अक्षता बालगेडी सङ्ग्रहका सबै बालगेडीहरू प्रस्तुत गरेको छु हाम्रा साना नानी बाबुहरूलाई अक्षर ज्ञानको निम्ति पनि यो अत्यन्तै उपयोगी छ र मैले चाहिँ हतार पढेको हुनाले कहीँ त्रुटि पनि भएको हुनसक्छ भएकै छन् होइन तर यसलाई लयमा मजाले बच्चाहरूले गाउने हो भने यो चाहिँ एकदमै बच्चाहरूको लागि खेलको कुरो हुन्छ शब्द खेलको कुरो हुन्छ एकदमै पुष्कर सरलाई धेरै धेरै धन्यवाद दिँदै अर्को श्रृङ्खलामा भेट्ने बाचासहित अहिलेलाई बिदा हुन्छु नमस्कार।